जय शम्भु हजुरहरू सबैजनालाई म श्रीजु हुँ। म भोलेनाथ अनि महाकाली आमाको उपासक र भक्त हुँ। आज हजुरहरूको लागि एउटा डिभाइन म्यासेज लिएर आएको छु। अल टुगेदर रिडिङ हो यो र टाइमलेस रिडिङ हो। हजुरहरूलाई रेजोनेट भयो भनेदेखि क्लेम गर्न सक्नुहुन्छ। तर हजुरहरूलाई के अवगत गराउन चाहन्छु भन्दा यो चाहिँ अल टुगेदर रिडिङ हो, पर्सनल रिडिङ, इन्डिभिजुअल रिडिङ होइन। त्यसैले जति कुरा हजुरहरूलाई रेजोनेट हुन्छ त्यति कुरा क्लेम गर्नुहोला। सबै कुरा एक्ज्याक्टली रेजोनेट हुनको लागि पर्सनल रिडिङ गर्नुपर्छ। सो के छ त आज हजुरहरूको लागि महादेवजीको डिभाइन म्यासेज, लेट मी सी है त। ओके, जति पनि जना हजुरहरूले भिडियो हेरिराख्नु भएको छ, हजुरहरू चाहिँ सुपर सोल हुनुहुन्छ है। फर्स्ट अफ अल चाहिँ आई रियली लाइक टु से कि हजुरहरू एउटा सुपर सोल हुनुहुन्छ र अलिकति घमण्डी हुनुहुन्छ होइन। हजुरहरू घमण्डी पनि हुनुहुन्छ, तर मनबाट चाहिँ नि नराम्रो मान्छे नै हो हजुरहरू, त्यो होइन क्या। तर अलिकति जिद्दी प्रविधिको हुन्छ नि। आई वान्ट इट भनेपछि तपाईँलाई चाहिने कि मलाई केही कुरा चाहिएको छ, मतलब चाहिन्छ जस्तो किसिमको एनर्जी मैले देखिरहेको छु कि हुन्छ नि। कुनै पनि कुरा एकदम जिद्दी पाराले चाहिँ मलाई चाहिन्छ भनेपछि चाहिन्छ, मेरो त्यो हुनै पर्छ। केही पनि कुरा मन परेको कुराहरू होस्, चाहे जेसुकै केही खान मन लाग्यो भने होइन, लाइक एकदम जिद्दीवाला एनर्जी देखिरहेको छु क्या मैले। जिद्दी हुन्छ नि तर मनबाट इनोसेन्ट। बच्चाहरू कस्तो हुन्छ, एउटा बच्चा कस्तो हुन्छ, बच्चा जिद्दी हुन्छ तर मनबाट त इनोसेन्ट हुन्छ नि त। बच्चालाई केही थाहा त हुँदैन नि त होइन, तर जिद्दी चाहिँ जिद्दी हुन्छ नि। त्यस्तै किसिमको हजुरहरू चाहिँ हुनुहुन्छ र हजुरहरूलाई चाहिँ केही कुरा एकदम मनबाट चाहिँ नि इच्छा छ क्या, एकदम जिद्दले चाहिरहेको छ। कुनै गोल छ हजुरहरूको, कुनै विस छ हजुरहरूको, कुनै अचिभमेन्ट हजुरहरूलाई चाहिरहेको छ, अथवा कोही पर्सनहरू हजुरहरूलाई चाहिरहेको छ। केही न केही एउटा कुरा छ होइन, जस्ट गोल भनौँ न, एउटा गोल छ हजुरहरूको। त्यो चाहिँ हजुरहरूलाई एकदम जिद्दी पारामा एकदम हुन्छ नि, मनबाट एकदम चाहि नै रहेको छ क्या त्यो कुरा। यु वान्ट द्याट क्या, चाहिँ लाइक सक्सेस इन लाइफ होस् अथवा कोही पर्सन होस् होइन, केही कुरा होस्, केही इच्छा होस्, हजुरको चाहिँ छ जुन चाहिँ जिद्दी पाराले हजुरहरूलाई चाहिँ चाहिरहेको छ भनेर त्यस्तो किसिमको एनर्जी देखिरहेको छु। र हजुरहरू चाहिँ मनबाट चाहिँ नि सोच्ने मान्छे हुनुहुन्छ क्या, दिमागले हजुरहरूले सोच्नुहुन्न। डिरेक्सन फ्रम द हार्ट के, तपाईँको हार्टले जे डाइरेक्ट गर्छ नि हजुरहरूलाई, हजुरहरू त्यो गर्नुहुन्छ। कहिले पनि हजुरले दिमागले सोच्नु हुँदैन कि यस्तो भएको भए यस्तो, यस्तो भएको भए यस्तो, अथवा प्रफिट नोक्सान। मान्छेहरू हुन्छन् नि हरेक कुरा जाँचेर तौलेर रिलेसन राख्ने, हरेक कुराहरूको हुन्छ नि कोइन्सिडेन्सहरू, अब हरेक कुराको चाहिँ लाइक हुन्छ नि, अब के हुन्छ त पछि त्यसको रिजल्ट होइन, त्यो कुरा विचार गरेर मान्छेहरूले दिमागबाट सोचेर काम गर्छ नि। तर हजुर चाहिँ त्यस्तो हुनुहुन्न, हजुर दिलबाट सोच्नुहुन्छ, एकदम डिरेक्सन फ्रम द हार्ट है। जे हजुरको हार्टले डाइरेक्ट गर्छ हजुरहरू त्यो गर्नुहुन्छ। दिमागले कहिले पनि हजुरहरूले केही पनि कुरा आजसम्म पनि सोच्नु भएको छैन। ओन्ली हार्ट, तपाईँको मनले जे भन्छ त्यही गर्ने, चाहे जेसुकै कुरामा होस् हजुरहरू मनले सोचेको नै गर्नुहुन्छ। र हजुरहरू चाहिँ नि लाइक पहिलाभन्दा अहिले धेरै चेन्ज हुनुभएको छ भनेर जस्तो पनि एनर्जी देखाइरहेको छ। जस्तो तपाईँ पहिला केही कुराहरूमा चाहिँ अलिकति हुन्छ नि, केही कुराहरूमा तपाईँ पहिला अर्कै हुनुहुन्थ्यो भनेदेखि अहिले अर्कै भइरहनु भएको छ क्या। लिटल बिट अफ चेन्जेस तपाईँहरूको लाइफमा आएको छ भनेर पनि देखाइरहेको छ। चाहे तपाईँको सोच्ने कुरामा होस् होइन, धेरै कुरामा चाहिँ हजुरहरू पहिलाभन्दा मेच्योर हुनुभएको छ, अहिले धेरै नै मेच्योर हुनुभएको छ। त्यस्तो किसिमको एनर्जी पनि देखिरहेको छु। र सोर्स अफ एभ्रिथिङ के त्यस्तो एनर्जी आइरहेको छ। यसको मतलब चाहिँ के हो भन्दा चाहिँ नि, यु वान्ट एभ्रिथिङ इन लाइफ, यु वान्ट एभ्रिथिङ। यस्तो होइन कि तपाईँलाई यो भयो हुन्छ यो भयो हुँदैन, त्यो होइन। तपाईँलाई चाहिँ एउटा ह्याप्पी फ्यामिली, सक्सेसफुल लाइफ, प्रस्पेरिटी, अबन्डेन्स हुन्छ नि, जुन कुराहरू धन सम्पत्ति, ह्याप्पी फ्यामिली, सब थोक चाहिरहेको छ क्या हजुरहरूलाई चाहिँ नि। र सबैभन्दा ठुलो कुरा हजुरहरूलाई लाइफमा पिस पनि चाहिरहेको छ, शान्ति पनि चाहिरहेको छ होइन। र यस ओभरअलमा हेर्नु पर्दाखेरि चाहिँ नि केही कुरा हजुरहरूको गोल छ, त्यो कुरालाई इच्छा छ, जो कुरा चाहिँ एकदम जिद्दले हजुरहरूलाई चाहिरहेको छ र हजुरहरू एकदम मनबाट मात्रै सोच्नुहुन्छ, दिमागले सोच्नुहुन्न। कहिलेकाहीँ त्यो कुराले गर्दा होइन, यो कुराले गर्दा कहिलेकाहीँ हजुरहरूलाई धेरै कुराहरूमा चाहिँ नि ल मैले किन त्यसरी सोचेँ होला जस्तो पनि भएको छ। मेनी अफ द टाइम्स, लट्स अफ टाइम्स चाहिँ तपाईँले मनले सोच्ने भएको भएर, दिमागले नसोच्ने भएको भएर, होइन डाइरेक्ट हार्टले जे भन्छ त्यो गर्ने भएको भएर कतिपय कुराहरूमा, कतिपय सिचुएसनहरूमा तपाईँहरूलाई पछि रिग्रेट पनि भएको छ। ल मैले त्यो बेलामा दिमागले सोचेको भएँ भनेर। तर यति कुरा चाहिँ हजुरहरूले याद राख्नुहोस् कि जो मान्छे दिमागले सोच्दैन, दिलले
मात्र सोच्छ, मनले मात्र सोच्छ नि, त्यसलाई चाहिँ फेरि त्यसको पक्षमा चाहिँ स्वयं भगवान हुनुहुन्छ फेरि होइन। परमात्माले चाहिँ त्यस्तो मान्छेहरू जसले चाहिँ नि मनबाट सोच्छन्, जो इनोसेन्ट हुन्छन्, बच्चा जस्तै हुन्छन् ठुलो भएर पनि होइन, त्यस्तोहरूको पक्षमा चाहिँ नि, त्यस्तो मान्छेहरूको पक्षमा चाहिँ नि परमात्मा स्वयं हुनुहुन्छ क्या। त्यसैले हजुरहरूले डराउनु पर्दैन, हजुरहरू डिभाइनली प्रोटेक्टेड सोल हुनुहुन्छ भनेर पनि एनर्जी देखाइरहेको छ। र यु वान्ट समथिङ चेन्ज इन योर लाइफ होइन, केही चेन्ज पनि हजुरहरूले चाहिराख्नु भएको छ, चाहे ठाउँमा चेन्ज होस्, चाहे जबमा चेन्ज होस्, चाहे बिजनेसमा चेन्ज होस्, करियरमा चेन्ज होस्, केही न केही चेन्ज, यु वान्ट चेन्ज के, केही न केही चेन्ज चाहिँ हजुरले लाइफमा एक्सपेक्ट गरिरहनु भएको छ। अब म करियरमा चेन्ज गरौँ कि, कतै ठाउँ छ भने ठाउँमा चेन्ज गरौँ कि, यस्तो किसिमको एनर्जी पनि देखाइरहेको छ। आज ट्रान्समिसनको, ट्रान्सफरको एनर्जी पनि देखाइरहेको छ। यदि हजुरहरूले चाहिँ अब पोस्टमा पनि चेन्ज होइन, जस्तो कि अब अहिले अलिकति अर्को लेभलमा काम गरिरहनु भएको छ भनेदेखि हायर लेभलमा चेन्ज, केही न केही चेन्ज के, केही न केही चेन्ज चाहिँ यु वान्ट इन लाइफ भनेर पनि देखाइरहेको छ। र डेफिनेटली चाहिँ नि पोजिटिभ चेन्जेस चाहिँ हजुरको लाइफमा आउँछ। नेक्स्ट डेस्टिनेसनको कार्ड आएको छ होइन, नेक्स्ट डेस्टिनेसनको एनर्जी देखाइरहेको छ। हजुरहरू विदेश जान अप्लाई गर्न चाहिरहनु भएको छ, अब्रोड सेटलमेन्ट चाहिरहनु भएको छ, अथवा बाहिरै हुनुहुन्छ भने त्यहाँ सेटलमेन्ट चाहिरहनु भएको छ भन्दाखेरि चाहिँ यो चाहिँ कन्फर्मेसन हो होइन, कि हजुरहरूको चाहिँ सक्सेस हुन्छ है, डेफिनेटली सक्सेस हुन्छ भनेर देखाइरहेको छ कि यस दिस इज द साइन, कि दिस इज द युनिभर्स म्यासेज, डिभाइन म्यासेज। क्लेम गर्ने भए क्लेम गर्नु होला होइन, बिकज आज एकदम पोजिटिभ एनर्जी आएको छ। जुन हजुरले इच्छा राख्नु भएको छ, हजुरको जुन गोल छ, विश छ, त्यो पुरा हुने होइन। नम्बर 1 त त्यो साइन देखाएर चाहिँ यदि हजुरले कुनै ट्रान्समिसनको इच्छा राख्नु भएको छ भने, ट्रान्सफर हुन चाहिरहनु भएको छ, चाहे जबमा होस्, चाहे कुनै पनि हुन्छ नि पोस्टमा होस्, केही पनि कुरामा चेन्ज चाहिराख्नु भएको छ भनेदेखि त्यो चेन्ज आउँछ, पोजिटिभ चेन्ज डेफिनेटली आउँछ होइन। अर्को भनेको चाहिँ यदि अब्रोड सेटलमेन्ट, बाहिर जान चाहिरहनु भएको छ भने हुन्छ भनेर देखाइरहेको छ। अनि यदि बाहिर सेटलमेन्ट हुन चाहनुहुन्छ भने त्यसमा पनि पोजिटिभ एनर्जी देखाइरहेको छ। जे होस्, आज चाहिँ नि ओभरअलको यो रिडिङमा चाहिँ नि आई फिल सो ह्याप्पी कि सबै पोजिटिभ नै देखाइरहेको छ क्या, नेगेटिभ त्यस्तो केही पनि देखाइरहेको छैन। सो आजको यो डिभाइन म्यासेज चाहिँ इट्स अ टोटली अ कन्फर्मेसन, दिस इज द साइन कि जुन कुरा हजुरहरूले आँट्नु लाग्नु भएको छ, अथवा आँट्नु भएको छ, अथवा जुन इच्छा राख्नु भएको छ नि कि म यो गर्छु अथवा त्यो गर्छु, जुन पनि हजुरको इच्छा छ, गोल छ लाइफमा, करियर वाइज जे कुरा पनि छ, त्यो चाहिँ हुन्छ है भनेर चाहिँ नि देखाइरहेको छ आजको एनर्जीले। एन्ड दिस इज जस्ट कन्फर्मेसन है, हुन्छ है हुन्छ भनेर चाहिँ देखाइरहेको छ। तर अलिकति हजुरहरूले चाहिँ नि अब कम्प्लिटली होस् भनेर चाहिँ अलिकति भगवानप्रति फेथ पनि राख्नु होला होइन, भगवानप्रति अलिकति विश्वास पनि राख्नु होला। केही भगवान सम्बन्धी दान पुण्यको कामहरू गर्न सक्नुहुन्छ, परमात्माको लागि केही भोग लगाउन सक्नुहुन्छ, केही चढाउन सक्नुहुन्छ, अथवा पर्सनल रिडिङ पनि गर्न सक्नुहुन्छ हजुरहरूले कि के गर्दा ठिक हुन्छ भनेर होइन, ताकि छिटोभन्दा छिटो हजुरहरूको लाइफमा चाहिँ पोजिटिभिटी अट्र्याक्ट होस्, तपाईँले चाहेको इच्छा छिटोभन्दा छिटो पुरा होस्, अथवा ट्रान्समिसन चाहिरहनु भएको छ, पिस चाहिरहनु भएको छ, लाइफमा सक्सेस चाहिराख्नु भएको छ, कुनै न कुनै गोल छ हजुरहरूको, लभ लाइफमा स्टेबिलिटी चाहिरहनु भएको छ, करियरमा स्टेबिलिटी चाहिरहनु भएको छ भनेदेखि केही न केही कुरा हजुरहरूको विश छ क्या, त्यो विश चाहिँ डेफिनेटली पुरा हुन्छ होइन। तर अलिकति स्पिरिचुअल भएर अगाडि बढेर पर्सनल रिडिङ गराएर चाहिँ नि हजुरहरूले चाहिँ नि जुन ह्याप्पिनेस आफ्नो लाइफमा अट्र्याक्ट गर्न चाहिरहनु भएको छ त्यो डेफिनेटली पनि हुन्छ भनेर देखाइरहेको छ। अनि अर्को एउटा चाहिँ के म्यासेज आएको छ भन्दाखेरि विन्स अफ माइन्डको कार्ड आइरहेछ होइन। यसको मतलब चाहिँ अलिकति कहिलेकाहीँ हजुरहरूलाई चाहिँ नि कन्फिडेन्ट पनि लो हुने, एकैछिनमा चाहिँ नि यस आई क्यान डु होइन, सबै कुरा म लाइफमा गर्न सक्छु जस्तो हुन्छ हजुरहरूलाई। तर फेरि एकैछिनमा कहिलेकाहीँ चाहिँ नि मुड स्विङ्सको एनर्जी देखाइरहेको छ, एकदम मुड स्विङ्स भइहाल्ने होइन हजुरहरूको, त्यस्तो छ एनर्जी। कहिलेकाहीँ सर्ट टेम्परको एनर्जी पनि देखाइरहेछ, एकैछिनमा झनक्क रिस उठ्ने, सर्ट टेम्पर हुने होइन, त्यस्तो किसिमको एनर्जी पनि देखाइरहेको छ। अलिकति जिद्दी पनि हुनुहुन्छ। अनि हजुरहरूको लागि चाहिँ के म्यासेज छ भन्दा अलिकति शान्ति भएर, पिस भएर सरस्वती माला देखिरहनु भएको छ नि होइन। सरस्वतीमा शान्तिको प्रतीक हुनुहुन्छ, पिसको प्रतीक हुनुहुन्छ, ज्ञानको प्रतीक हुनुहुन्छ होइन। त्यसैले माको तर्फबाट चाहिँ के छ हजुरहरूको लागि आजको म्यासेज भन्दा चाहिँ अलिकति जुन जिद्दी छ हजुरको, जिद्दीपना छ, राम्रो हो त्यो होइन। तर अलिकति दिमागले मात्र, कहिलेकाहीँ मनले मात्र होइन, कहिलेकाहीँ कुनै ठाउँमा चाहिँ अलिकति पछिको पनि सोचेर अगाडि बढ्नु होला होइन। कहिलेकाहीँ सबैलाई झट्ट विश्वास नगरिहाल्नुहोस्, किनकि हजुरहरू मनको सुन्नुहुन्छ, दिमागको सुन्नुहुन्न, एकदम प्योर सोल हुनुहुन्छ। तर तपाईँ जस्तै सबैजना नहुन पनि सक्छन्। त्यसैले कहिलेकाहीँ चाहिँ नि एकदमै राम्रोसँग सोच विचार गरेर हरेक कुरा डिसिजन गर्नुभयो र अलिकति स्पिरिचुअल भइदिनु भयो भने जुन गोल हजुरहरूले राख्नु भएको छ लाइफमा, ह्याप्पी लाइफ बनाउन चाहिरहनु भएको छ, त्यो डेफिनेटली हुन्छ भनेर आजको डिभाइन म्यासेज छ। यदि मन पर्यो भनेदेखि हजुरले मलाई फलो गर्न सक्नुहुन्छ, सब्सक्राइब गर्न सक्नुहुन्छ र
पर्सनल रिडिङ पनि मसँग गराउन सक्नुहुन्छ। त्यसको लागि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। जय शम्भु हजुर सबैजनालाई।